ह्याप्पी न्यू इयर साथीहरू। हजुरहरूको न्यू इयर कस्तो भयो त? आजको न्यू इयरमा म हजुरहरूलाई तनहुको पहिला राजदरबार भएको ठाउँ तनहुसुर लैजान्छु है। अनि पहिला पृथ्वीनारायण शाहले अब देश एकीकरण नगरेको बेलासम्म त जताततै राजा रानी हुने, दरबार हुने, जिल्लापछि त्यस्तो हुन्छ भन्थ्यो नि त। भन्थ्यो भन्दा पनि त्यस्तै थियो नि त। अब हामीले त हामी त्यो युगमा नजन्मेको भएर भन्थ्यो भन्नु पर्यो। पहिला हामी सानो हुँदा न्यू इयरमा जे गरे त्यो सधैँभरि गर्नुपर्छ, एक वर्षभरि भन्ने हुन्थ्यो के। त्यही भएर अनि न्यू इयरको दिनमा चाहिँ काम नगर्ने, केही नगर्ने, मिठो मिठो खाने भन्ने हुन्छ नि। त्यही सोचेर अहिले पनि अब खाजासाजा लिएर हामी चाहिँ केही काम नगरिकन घुम्न गयो भने सधैँ घुम्न पाउँछ भनेर हेर्नु न, रहर पनि कस्तो। त्यही भएर हामी आज तनहुसुर गएको, तनहुसुर दरबार। हजुरहरू पनि मसँगै घुम्नुहोस् है त। यिनीहरू यति लोभी छन्, खाना त के दिन्छन् भनेर यहाँ अझै उकालो रहेछ। म त तेर्सो तेर्सो भन्ने बेन्जी यहीँ पे मजा कर रही है। यो मान्छेभन्दा धेरै सामान बोकेर म त स्कुटरमा राखेर लाग्दैन साडी भन्दै थिएँ। लाइन्छ नलाई त फर्किन्न भनिन् अहिले हेर नाक मुख आँखा फोक्छु, कलेज एउटै डल्लो पऱ्यो होइन। कहाँ हो होइन क्या आयो त देखेको हो, अरू त देखेको त्यही हो तनहुसुर। अनि यता यी पेसुर मान्छे त मसुर हो है। मसुर इन द तनहुसुर। यस मसुर। हामी नमिलाऊँ के नमिलाऊँ, मिलिसाध्य भएन। त्यो खाना पाउँछौ अहिले। यो तनहुसुरको दरबार पहिला यस्तो यस्तो थियो अरे, भत्किसक्यो। यो चाहिँ तनहुसुर दरबार, पहिलाको तनहुसुर दरबार। दरबार पहिलाको दरबार अनि तपाईँलाई देखाउँछु के दन खानु चाहिँ यस्तो दामी ठाउँ छ भनेर। यो चाहिँ तनहुसुर दरबार अहिले चाहिँ यसलाई रिनोभेट गरेको यस्तो देखेको कि। अनि त्यो पोखरी यहाँ चाहिँ पहिला रानीको नुहाउने ठाउँ थियो, स्नान अहिले पुरेर रानी नि पुऱ्यो, स्नान गरेर नि पुऱ्यो। अनि यस्तो भयो एउटा दरबार भनौँ न। के हो दरबार हो कि घरबार हो? दरबार यो मान्छे बिना घरबार, दरबार कि रानी भन्न के को घरबार हो र? यो दरबार बिना कि रानी। त्यो चाहिँ तनहुसुरको डाँडो भन्छन् के अरे, त्यहाँसम्म पुगेला कि नपुगेला हाँसी नगरी। अनि यो प्यारी तपाईँकी रसिली रसिली हसिली गुराँस नानी। अब हामी चाहिँ यहाँ आउनुको देखिन्छ कि हामी चाहिँ यहाँ आउनुको साह्रै नै रहेछ। देखाउ थगलाइक होइन थम्नेल हो। यो चाहिँ हामी यहाँ आज तनहुसुर आउनुको मेन उद्देश्य चाहिँ यहाँ तनहुसुरमा पहिला राजा बस्थे, उनीहरूले हिरा चाँदी मोती यस्तै बहुमूल्य कुराहरू चाहिँ यतै कतै उस गाडी चढ्यो क्या। अब अहिले लास्ट महँगो छ नि त सुनचाँदी। यति बेला ठ्याक्क अलिअलि पाएर बेच्न पाएँ। त्यो पायो भने त बालिनभन्दा धनी त हामी हुन्छौँ त। मलाई बालिनभन्दा धनी नहुने हो। त्यस्तो माया म बालिनभन्दा 1 रुपियाँ कम भएर नि गरिब हुन्छ। अझै दिन्छु बालिन अझै थपिदिन्छु। के थपिदिन्छौ तिमीले त? बालिनलाई राष्ट्र घाँटी भरेर थपिरहेछौ भने हेर कति यो सिम्प्याथी गेन गर्ने यो जस्तीको झुट्टो आर्टी मैले देखेको थिएँ। अनि यो सल्लाहकार यहाँ चाहिँ राजा रानी पुरा डेटिङ बस्ने ठाउँ रे क्या। अनि त्यही भएर यतैतिर पो लुकायो कि डेटिङ बस्दा बस्दै भनेर आज हाम्रो मेन डेस्टिनेसन यही हो। गाइजहरू मैले भेटाएँ गाइज, मैले भेटाएँ ए यो 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 हिरा फलिरहेको छ यता। हजुरहरूलाई थाहा छ आइसा जस्तो झुट्टो मान्छे कोही छैन। यो त सबैलाई थाहा छ नि। हिरा 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 ए आमा म त सुन मन पर्दैन, म त हिरा हो। यहीँ बस्नु उहाँ तन्ना बिसाउँदैछन् हाम्रो। अब समात्ने मान्छे नभएको कारणले हामीलाई हावाले पनि साथ दिँदैछ। वाह तपाईँहरू आउनुहोस्। कस्तो दामी तपाईँहरूले नराम्रो देखेछ भने मलाई मेरो फेसलाई इग्नोर नगर्नु, म राम्रै छु। अहिले नराम्रो देखेको हुनसक्छ। दुईजना मात्रै भए पनि हजुर सेट के आलु र ससेज दुईटा चोटो मासु र के हो गाइस। हामी त अब चटपटी खानु गएको गाइस। हामी आहा त्यहाँ सबै आहा नि खानेकुरा त एघार त अनि हामीले चाहिँ दुईजना भएर यत्रो खानेकुरा खायौँ होइन। यो टाइम स्लिपबाट भिडियो बनाएर यति छिटो खाँदो रहेछ भन्ने जस्तो लाग्ने कि है एकैछिन त्यो। अनि कति धेरै टाइम पछि गएको नि त। अनि सब साथीहरूलाई मिस गऱ्यौँ क्या हामीले। नेचरमा यो ठाउँमा भएको भए कस्तो हुन्थ्यो, यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो भन्दै गफ गरेँ। यता छ। अनि त्यसपछि सुरु भयो हाम्रो रियल स्ट्रगल के। हामीले यही साडी लगाउनको लागि यत्रो दुःख गरेँ, यस्तो बाटो वहाँ गएर लगाउने, टिकटक बनाउने भनेर बोकेर आएको के। अनि एकछिन बसेर के भिडियो बनाउँदा पानी पऱ्यो हेर्नु न हाम्रो हालत, हामी भागेको। साडी समातेर यसरी दौडेछु यस्तो भयो। ब्लग न्यू इयर अब यहाँबाट यहाँ माथिसम्म त आइएछ। यहाँ जाने कसरी हो? आधासम्म छुट्यो कि के हो? पानी बिताएपछि खोज्न आउनुपर्छ ल। त्यस्तै चलिरहेछ हेर न मलाई।
अनि हामी पानी परेपछि चाहिँ यहाँ मन्दिरमा आयौँ अनि फोटोसोटो खिच्यौँ टिकटक बनायौँ भिडियोहरू बनायौँ मुझे चक्कर आए भने जस्तो भयो अब चाहिँ हामी निस्क्यौँ साथीहरू अँध्यारो भइसक्यो यस्तो भइसक्यो पानीले गर्दाखेरि गाइस यो राजमहल दुईजनाको देखाउनु गाइस बाई बाई गाइस अब तल गएर भेटौँ ल बाई अँध्यारो भइसक्यो हेर्नु यो चौतारो पनि देखेन अब हामी जाँदैछौँ यो मेन भाइरल चौतारो आउन लाग्यो यसरी हिँडेर साथीहरू यो बाटो दुईजना मात्रै पुग्यो यहाँ बिचसम्म नआउँदा त मेरो आधा मुटु नै गइसकेको थियो यसको त यो मोटर आउँछ कि डराएन म त आफै डराएन गाइस अब हामी गोइङ घर नमान्ने डर नमानी डर के छ साथी भन तेरो हाल खबर अनि त्यसपछि यो चाहिँ मेन रोड हामी वहाँ माथि तनहुसुरबाट झरिसकेपछि हेर्नु न बाटो त यस्तो दामी छ यहाँ जताततै यस्तो बाटो भएको है अनि साथीलाई साथीको घरमा छोड्न जाँदै हो ल ह्याप्पी न्यू इयर साथीहरू ढिलो भए पनि है यो त लास्टै ढिलो भयो त्यही पनि ह्याप्पी न्यू इयर अनि मेरो तनहुसुरको भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु है